आज मैले ड्र्यागन फ्रुटमा पानी चार्न लगाएको हेर्नुस्। ए बाबा धन्दैले लोड्थ्यो। पानी चार्दा चार्दै ड्र्यागन फ्रुट पनि फुलिसकेको छ। ड्र्यागन फ्रुट फुलेको देखाउन आन्टी, यहाँ देखाउनु त। यो कस्तो राम्रो फुलेछ हेर्नुहोस्। अब जे होस् खान पाइने भयो। एउटा फुले भर्खरै लगाएको ड्र्यागन फ्रुट धेरै राखेन। 6 महिना भयो त्यो। त्यही भएर मैले पुरै लगाउँछु अब हेर्नुहोस् साथीहरू। यो सब मैले पुरै लगाउँछु अब। यो देखाइदिउँ खाना देखाइदिन्छु। यो सब ड्र्यागन फ्रुट अब अर्को गमलामा लगाउने है यो। अब कोही सानो छ, कोही ठुलो छ, कोही ठुल्ठुलो, कोही फुलिसकेको छ। बल्ल आनन्द आयो फुलेर। कस्तो राम्रो भयो। यतातिर यति भइसकेपछि फुलेर बल्ल आनन्द आयो। यतातिर कस्तो राम्रो हुनु लाग्यो। यतातिर अब ड्र्यागन खुर्सानीमा पानी चार्ने। त्यसपछि खुर्सानी पनि कति राम्रो भयो। खुर्सानी पनि कति राम्रो भयो। खुर्सानी यो खुर्सानी लगाएबाट हामीले किन्न परेको छैन। 1 वर्ष भयो मैले अहिलेसम्म हरियो खुर्सानी किने छैन के। बिउमा पानी चारेको, बिउमा चार्दै अब अलि मजाले दबाई रहित खान पाइएकोमा म एकदम खुसी छु। साथीहरू हेर्नुहोस् यो बिउ फेरि यो के बिउ हो मलाई त थाहा पनि थिएन। पहिलोचोटि हो यो लगाएको। यो लसुन लगाउनेको लागि राम्रो हुन्छ अरे। यो के अरे यो धान लसुन लगाउँदाखेरि धान लगाएको ठाउँमा लसुन एकदम राम्रो हुन्छ भनेर यो थोरै बिउ राखेको। दिनमा 2 चोटि पानी हाल्नुपर्छ। राधा चारको बिउ हो। हेर्नुहोस् त्यही पानी नपरेर पहेँलो यति पानी हाल्दा पनि पहेँलो यस्तै पहेँलो हुन्छ। हुन्न धेरै यस्तो भएर त पानी नभएर दिनमा 2 गर्मी बढी भएर दिउँसो चर्को घाम हुन्छ नि त्यसैले गर्मी बढी भएर गर्मीले गर्दाखेरि हुन्छ। पछि धान रोपेको देखाउँछु है म। धामी पर्यो हल्लाएर माथिबाट झर्दैन के भाइ मैले झार्दा पहिले सक्ली माथि जान्न माथि जानु माथि चाहिँ हल्ला क्या त्यो टाउको माथि नहेर फेरि तल हेर माथि नहेर अझ माथि यो सक्ला जस्तो त म मान्दिनँ। ल हल्ला अब हल्ला माथि गयो फेरि मै अलिकति माथि जाँदा त टिपिहाल्छ टिपिहाल्छ अलिकति हो माथि जाँदा यताबाट कता यहाँ नि हेर्ने रोक हो ल रोकै मजाले अब काम सकेर आनन्दले कफी बनाएर पिउन लाग्यो। काम मात्रै पनि भन्नुहुन्न। अनि पनि गर्नुपर्छ हेर्नुहोस्। काम नगरी पनि हुँदैन। काम नगरेपछि त मलाई त जिउ पुरा कुजे जस्तो लाग्छ। काम मात्रै पनि भन्नुहुन्न। फेरि अब त हाम्रो उमेर पनि भयो हेर्नुहोस्। अब यही हो खाने बेला। अलि पछि के हुन्छ 40 पुग्यो। त्यही भएर आफूले मजाले आनन्दले काम पनि गर्ने, खाने पनि बनाएर मजाले खाने, अनि अरूलाई पनि दिने। फेरि आफूले मात्रै खाने होइन, अरूलाई पनि दिने। मेरो बानी त्यस्तो छ है।